भगवान पनि तीन ठाउँमा बाँको हुनुहुन्छ। काँटो जब भगवानको भजन गरिन्छ, भगवानका सत्संग सुनिन्छ, भगवान आएर आफ्नो हृदयमा बस्नुहुन्छ, तब तपाईँ झिकेर कृष्ण मेरो हृदयमा आएर बसेको छ, भाग्न कृष्ण भाग भन्दा पनि चाहेर पनि भगाउन सकिँदैन। त्यसकारणले भगवान बाङ्गो हुनुहुन्छ है शुक्र दाई, बुझ्नु। आज भगवानको स्वरूपको बारेमा वर्णन गरियो। के भन्नुहुन्छ? सच्चिदानन्दरूपाय विश्वोत्पत्त्यादिहेतवे तापत्रय विनाशाय श्रीकृष्णाय वयं नमः। कस्ता हुनुहुन्छ अरे भगवान भन्दा? सत घन शीत घन। के भनौँ भनौँ, घन घन भनौँ, के भनौँ भनौँ है। बोल सच्चिदानन्द भगवान। भगवान कस्तो स्वरूप छ अरे भन्दा भगवानको जीवलाई जगतमा जन्म कसले दियो? ए शुक्र दाइ, कसले? आमाले होइन? त्यो त सिधा भाषा भइहाल्यो नि, जान्दछौ पास सबै। आमाले। तर आमाको गर्भबाट कसले बाहिर निकाल्यो थाहा छ? छैन। त्यो भगवानको काम। आमाको गर्भमा मलाई तपाईलाई खान चाहिँदैन र 9 महिनासम्म बस्दा